हेलो गाइस, आज राति चाहिँ हेर्नुहोस् न, हामी चाहिँ 10 बजी राति चाहिँ होइन कन्फेर फुटाउन आँटेको छ। यो कन्फेर चाहिँ कहिलेदेखिको हो भन्दा चाहिँ जब मेरो नानी चाहिँ भुँडीमा आयो तबदेखि चाहिँ यसमा चाहिँ बेसी त होइन, अब कोही कोही बेला मात्रै 100-250 रुपियाँ गरेर हालेको होइन। अन्त अलिक फुटाउँछ हो। अन्त यो चाहिँ हामीले चाहिँ नानीको कानको बनाइदिनु पर्यो भनेर चाहिँ हामीले चाहिँ पैसा थुपारेको थियो हो। अब केही दिनु त सक्दैन, फुटाउनु भने चाहिँ बिस्तारै फुटाउ। मेरो मुटु बेसी त छैन, 2-3 हजार होला होइन। 100 मात्रै छैन यो चाहिँ थुपार्ने चाहिँ आमा बाउ, तर अब चाहिँ अब्नीको पैसा भन्दैछ। यहाँ मेरो छोरी हेर्नु न, त्यहाँ छक्कै परेर हेरेको हो। तिम्रै हो यता, खासमा आमाको हो नि होइन। मैले चाहिँ अब खासमा चाहिँ अब मेरै लागि जम्मा गरेको थिएँ। तर अब नानी भयो, अब नानीलाई यसले नै केही बनाइदिनु पर्यो भनेर फेरि अहिले त हाम्रो यता सिक्किममा त डरलाग्दो भुइँचालोको आएको छ। हिजो राति पनि यस्तो डरलाग्दो भुइँचा थर्कायो कि यति चाहिँ भएछ 11,750 चाहिँ। यो चाहिँ हामीले कोही कोही बेला मात्रै हालेको हुँदाखेरि अब होइन, हुँदाखेरि मात्रै अब कोही बेला हाम्रोमा हुन्थ्यो त्यतिखेर होइन मात्रै हालेको। यो चाहिँ हामीले बेसी हालेको छैन। यो चाहिँ 11,750। यो चाहिँ अब के गर्ने अब नि